मेरो प्यारो बच्चा, अब त हाम्रो भेट हुन पनि धेरै समय छैन। 1 महिना जति मात्रै छ। त्यसपछि त तिमी मेरो आँखा अगाडि हुनेछौ, मेरो काखमा हुनेछौ। कस्तो विडम्बना है। तिमी जन्मिएको त छैन, तर जन्म नहुँदै पनि कोखमै हुँदा पनि तिमीले कति समस्याहरू झेल्नु पर्यो जानु। थाहा छैन तिमी छोरा हुन्छौ कि छोरी, तर जे हुन्छौ मेरो लागि एकदमै प्रिय हुनेछौ। मैले सोचेको थिएँ बच्चा, जब तिमी मेरो कोखमा हुनेछौ म तिमीलाई धेरै नै केयर गर्नेछु, धेरै नै न्यानोपनमा राख्नेछु। तर सबै कुरा सोचेको जस्तो हुने रहेनछ। जब तिमी कोखमा आएको थियौ, पहिलो 3 महिना नै मैले धेरै कुराको सामना गर्नु पर्यो। धेरै तनावपूर्ण अवस्थामा बस्नु पर्यो। तिमीलाई पनि कति गाह्रो भयो होला है। सोचेको थिएँ सुरुको 3 महिना जे जस्तो भए पनि अबको बाँकी समय म मेरो बच्चालाई धेरै केयर गर्नेछु, एकदमै स्वस्थ राख्नेछु। पेटमा एकदमै स्वस्थ राखेर स्वस्थ बच्चा जन्माउनेछु। र सबै कुरा सोचेको कहाँ हुने रहेछ र। त्यसपछिको बाँकी समय पनि खासै राम्रोसँग गएन। तिमीले पनि अनुभव गर्यौ होला है। तिमीलाई पनि कति गाह्रो भयो होला है। सोच्छु कहिलेकाहीँ पेटमा हुँदा त मैले मेरो बच्चालाई राम्रो सुख दिन सकेको छैन, राम्रोसँग स्याहार गर्न सकेको छैन। जन्मिसकेपछि मेरो बच्चाको अवस्था के होला, मैले मेरो बच्चालाई कसरी स्याहार गर्ने होला सोच्छु। तर चिन्ता नलेऊ है, तिम्रो मामु धेरै स्ट्रङ भइसक्यो। जति एक्लोपनको सामना गर्नुपर्ने थियो गरिसके। अब तिमी राम्रोसँग जन्मियौ है, राम्रोसँग यो धरतीमा आगमन हो। त्यसपछि तिम्रो मामुले तिमीलाई सोचेको भन्दा पनि बढी माया गर्नेछ, सोचेको भन्दा पनि बढी केयर गर्नेछ सानो। मेरो कारणले गर्दाखेरि अहिले तिमीले जति कुरा भोग्नु पर्यो त्यसको लागि एकदमै सरी। तिम्रो मामु ब्याड होइन, समय र परिस्थिति खराब चलिरहेको छ, तर तिम्रो मामुले तिमीलाई कहिल्यै पनि साथ छोड्ने छैन। तिमीलाई सोचेर सबै कुराहरू पुरा गरिदिनेछ। तिमी राम्रोसँग जन्म्यौ है। अनि मलाई माफ गरिदेऊ है, मैले राम्रोसँग स्याहार गर्न सकिनँ तिमी पेटमा हुँदाखेरि।